हेलो गाइज गुड मर्निङ है गुड मर्निङ पुरै राति टक्क क्याप स्याप पनि धोएर चम्काएर सबै यो धोएर टक्क रेडी भएर चाहिँ अब आज कता जाँदैछु उमीतिर उमी भन्नाले समुद्रतिर चट्ट लाएर फेरि पौडी सौडी खेल्ने होइन टक्क इन्जोय मात्रै लिने हो यो कहाँमा बिचमा जाँदैछौँ र आज म एक्लै हुने छैन है मसँग एउटा भाइ पनि जाँदैछ अब मेरो भ्लग अब डबल धुँदै जाने चाहिँ डबलबाट ट्रिपल ल सबैजना एक्साइटेड हुनुहुन्छ नि मसँगै समुद्र जाने होइन त टक्क गर्मी बढ्यो होला ल है त सँगै जाउँ है त म लग्छु तपाईँहरूलाई अब ए मिनासान कोनिचिवा आई हेभ न्यू फेस इन माई भ्लग है फेरि म पुरै इङ्ग्लिस नेपाली जापानिज मिसाएर दिन्छु क्या फेरि चटपटे हुन्छ नि नेपालको त्यस्तै अब स्वादिष्ट हुन्छ नि त्यस्तै ओके इन्ट्रोड्युस योरसेल्फ माई बय मेरो नाम चाहिँ समीर श्रेष्ठ हो म चाहिँ भर्खरै जापान आएको र मैले एकदम मेरो प्यारो मिल्ने दाजु मैले भेटाइसकेको छु एकदमै रमाइलो हुनुहुन्छ उहाँको युट्युब च्यानल पनि छ एउटा पूजन न्युपाने त्यहाँ चाहिँ तपाईँहरूले सब्सक्राइब कमेन्ट सबै गरिदिनु होला तपाईँहरूले डेली भिडियो देख्न पाउनुहुन्छ जापानको बारेमा सबै थोक तपाईँ देख्न पाउनुहुन्छ है ल यति मेरो मुख कति खुसी छ म फेरि मेरो तारिफ भन्दा नि मेरो अब रियालिटी बोल्दैछ है तपाईँहरूलाई पनि थाहा छ विगतदेखि मैले प्रस्तुत गरिरहेको छु अब भनेको यहाँ उमीमा दुईजना दाजुभाइ बवाल हुने छ समुद्रमा छाल आउनेवाला छ है आज वाइल्डै घुम्नेछौँ हामी आज हाम्रो गएको पनि छुट्टी छ यहाँको सरकारी बिदा भएकोले आजको जुन अर्जेन्टिना स्पेनको गेम सहित स्पेनले जितेसहित आज पनि हामी वाइल्ड त्यही खुसी होइन हामी वाइल्डै घुम्नेछौँ हामी आज चाहिँ हाम्रो स्पेसल डे हो आज चाहिँ ल गाइस यति मैले यति भने म आज थोरै बोले नि भयो क्या मेरो यति बोल्दैछु मेरो भ्लग यस्तै कि कम्प्लिट हुन्छ है अब केही ढिला नगरिकन ट्रेन चढ्ने टक्क लाग्ने समुद्रमा टक्क न्याउरेल पानी खाँदै दुई भाइ ओके बाइ ल टोटली नयाँ ठाउँमा आइसक्यो है अनि यहाँबाट चाइना टाउन पनि रहेछ टक्क हुन्छ नि कहाँ कहाँ त मुडकुट लाउँदा त लाखे नाचको याद आयो क्या टक्क भक्तपुरको याद पनि आयो है यहाँबाट एक्सप्लोर गर्दै भाइसँग कलमा बोलिदिरहेको छ दाइसँग म भनेपछि गफमा बोल्ने हो क्या तपाईँहरूसँग हेर्नु मेरो समय कति यस्तो अमूल्य समय होइन मुस्किलले अनि फेरि दुईजना कि तिनजनाले हेरिदिनु हुन्छ मैले फेरि आज त्यो गेमको कुरा गरेको थिएँ अब वर्ल्ड कप सकियो त होइन जिस्काउनु छैन कि हारजित भने हुन्छ होइन कसको ढिलो कसको चाँडो सबैको पालो आउँछ स्पेनले जित्यो मैले चाहिँ फुल गेम हेर्दिनँ भन्दा फाइनल चाहिँ मैले हेरेँ एक निन्द्रा पनि नसुतिकन दे रियली प्लेड वेल दे डिजर्भ इट होइन जित्यो पनि आमामा कति हानेको फेरि रेड कार्ड खाने बित्तिकै त इट्स ओभर टाइपको थियो कि सिउरै सकिसकेको थियो नि त किनभने 11 म्यानमा त त्यस्तो पेलिरहेको थियो नि 10मा त एक न एकचोटि हान्छ भने हाने पनि जित्यो पनि सम्पूर्ण स्पेन फ्यानलाई बधाई छ अर्जेन्टिनाको फेरि मलाई मेसीको माया लाग्छ क्या फेरि तर म फेरि रोनाल्डो म यो इन्डिभिजुअल प्लेयरलाई कम्पेयर गर्ने मान्छे नै होइन माया लाग्छ क्या मलाई अस्ति वर्ल्ड कपमा पनि जितोस् ल टक्क चाइना टाउनतिर छिरिसक्यो खलखल पसिना किनभने गर्मी छ है के गर्नु बाध्यता छ नेपालको भन्दा नि एकदमै वाइल्डै गर्मी खाडी गर्मी छ भनेर नआएको भागेर यहाँ आएको यहाँ त्यस्तै गर्मी रहेछ के भयो यस्तो थाहा छैन है हुन चाहिँ भइसक्यो अब चाइना टाउनमा जाँदै गर्दाखेरि टक्क भाइब्सहरू सबै चाइनाकै छ क्या यहाँ मलाई पनि चाइनिज जस्तो त देखाएको छैन नि कहिलेकाहीँ त्यस्तो नि देखिदिन्छ क्या फेरि के गर्ने हेराइमा जस्तो भइदिएपछि त आज फेरि सुत्या खेल्न क्या अब त्यो आफ्नो आँखा नै चिम्छ भएको चाइनिज फिल भइरहेको ल अब यता म सिनेमेटिक पनि देखाइदिन्छु है खतरा ल गफ गर्दै जाउँ है त साथी सँगसँगै होइन
म आज सँगसँगै हामी सँगै जाँदैछौँ नि त उमी तपाईँहरू पनि मैले हेर्दै हुन्छ लिएर जाँदैछु। अब यस्तो गर्मी छ कि त्यो फर्स्ट टाइम त हुन्छ नि कहाँ विराटनगरमा पो झार्दै क्या जापान भनेर कन्फ्युज भयो। पछि यस्तो अक्षरहरू चाहिँ अर्कै देखेको थिएँ अनि बल्ल बल्ल याद भयो कि नत्र त यो गर्मीले गर्दा त यहाँ कहाँ विराटनगर जन्मपुरतिर झार्दै जस्तो फिल भएको थियो। यस्तो त्यो भ्रम फेदमा गफ हान्दै हिँड्यो क्या रमाइलो गर्दै हिँड्यो चट्टो आएर तपाईँहरूले पनि फेरि हो जस्तो पताउने कुरा गर्ला म फेरि रमाइलो गर्छु ठट्टा गर्दै हिँड्यो। ल टक्कनिर यो हामी जस अलि नाइट भ्यू खतरा छैन यहाँको। नाइट भ्यू त डेन्जर हो यहाँ। अस्ति नै आइसक्यो अस्ति नै आइसकेको हो मलाई यहाँ गाइड गरेर आयो क्या। म फेरि मेरो दाइलाई चाहिँ यहाँ घुमाउनु ल्यायो। म फेरि जसले घुमाउनु ल्याउँछ म कुदिहाल्छु क्या यहाँ। फेरि जिन्दगीमा देखाएको थिइनँ मैले यो के अरे सिपहरू चाहिँ साँच्ची हेर्दाखेरि मैले पनि देखाएको फेवा तालमा साइली डुङ्गा सहर भन्ने त्यो वाला डुङ्गा मात्र देखेको मैले फर्स्ट टाइम देखेँ हो। फर्स्ट टाइम हो त्यो बेला मेरो बाबा पहिला सिपमा काम गर्नु भएको थियो त्यो भिडियो कलमा त देखेँ मैले भ्यूमा भने ल यस्तो रहेछ कि खतरा लाग्यो। सानो सानो अनि ठुल्ठुलो नि छ त्यो टाइटेनिक जस्तो त छैन कि ठुलो त्यही पनि वा रहेछ अनसिङ्केबल। ल अब टाइटेनिकवाला डान्स गर्नुपर्छ यतापट्टि साइडमा यता टक्क तिमी हात फिजाउने त्यस्तो वाला। हामी आएको थियौँ बेलुका उयो यो सिप छ नि उयो अगाडि उताको उयो हो त्यो सिपमा पुरै डान्स पुरै डिजे हुँदै थियो क्या त्यहाँ त्यहाँ गएर हामी चाहिँ मिल्दैन पर्फर्म गर्नेहरू जापानिजहरू कि त चाइनिजहरू वाइल्डै थियो क्या त्यहाँ त्यो मलाई खतरा लाग्यो यार त्यो अगाडिको त्यो त डेन्जर ल है त्यो खतरा लागिसक्यो मलाई यो खतरा धुवा आमा म यो ल बल्ल चाहिँ समुद्र आएको जस्तो फिल भयो यार। अस्तितिर म फेरि उता गएको थिएँ नि त्यो चाहिँ टोकियो बिएस त्यस्तो नर्मल थियो कि मैले अब यहाँनिर यहाँ कटुसटु खोलेर डाइभ गर्छ अब। ल साथीहरू अब जापान कति यहाँ यस्तो बस्दा झ्याउ लाग्छ एक महिना मलाई ठिक लाग्छ। अब त्यो योनिर सिप छ हाम्रो यहाँको यो कोरिया जाने हो। अनि हाम्रो टिकट नम्बर कति हो र साथी फोनमा हेर्ने त्यो लगेज कहाँ राख्यो यहाँ एकदम टाइमको झ्याउ हुन्छ अब कोरिया जानु लाग्यो। कहाँ सिट पनि यार नजाने अब यहाँबाट जस कोरिया पनि जान्छ उता छ त टर्मिनल योकोहामा इन्टरनेसनल प्यासेन्जर ओहो। ल साथीहरू यहाँ त म त त्यो हुन्छ नि टाइटेनिकको भाइब्स आइरहेको छ क्या त टक्क गरेर छिर्छ नि त्यो लियो हिरोको नाम लियोनार्डो के हो त्यसको होइन। अनि त्यसपछि त्यसको फिल्ममा नाम के छ थाहा छैन तर भाइब्स त्यस्तै छ ठ्याक्क हेऱ्यो यो भाइब्स होइन। हाम्रोमा स्काई टावर छ योकोहामाको त्यो चाहिँ टावर यहाँको फेमस हो फेरि ल हो हट यस्तो चिजहरू पनि रहेछ। म चाहिँ कहाँ कुदेको आउनु पर्ने ठाउँ अर्कै रहेछ। भाइ त्यहाँ छ अब हामी यहाँ जाने भनेको छ यो भयो क्या बोट यो बोटमा हामी अब यहाँ बोटमा हुँदै एकछिन कोरिया पुगेर हामी खाना त्यहाँ खाऊँ न त कोरियामै हुन्छ है। त्यो अब के हो यहाँबाट त्यही ब्याक एन्ड फोर्थ त्यही 20 मिनट खाना त्यही कोरियामा खाइदिउँ अनि कोरियामा खाना आएर फेरि टोइलेट त्यही गर्न आउने है। ल त्यो भिटेनको ऱ्याप जस्तो पो भयो त हाम्रो त के थियो नि के भन्छ याद पो आउँदैन त त्यहाँ भात खान्छु बेलायतको हकमा आउँछु काठमाडौँ भने अन्त त्यही डिट्टु त्यही हुने भयो हाम्रो यार जिन्दगी त ठ्याक्कै कोरिया एकचोटि चाइना पनि जानुपर्छ। त्यो एकचोटि मर्निङमा आयो भने कफी खान चाहिँ चाइना जानुपर्छ। आमा मेरो यहाँ फेरि कस्तो देखिरह होला है अनुहार खासै हिरो नभए नि त्यो ब्याकग्राउन्डले गर्दा हिरो बनाइदिने कि
के गर्नु अब वर्ल्ड कप पनि सकिहाल्यो है दुःख लागेको छ जेस साथी फेरि अर्जेन्टिनाकै फ्यान हो कि अनि आमामा हैट हेरेको भइसक्यो यो हेऱ्यो त्यस्तै छ यो अरूभन्दा नि गर्मी चाहिँ छ बेसी फेरि यहाँबाट यस्तो गर्मी छ क्या अब यहाँबाट सबैतिर एक्सप्लोर हानेर हामी जान्छौँ घरतिर है तर आज हाम्रो यहाँ एकदमै मलाई चाहिँ पर्सनल्ली सबैभन्दा बवाल लागिसक्यो अहिलेसम्म घुमेको ठाउँहरूमध्ये ल ल टक्क अब हाम्रो यो भिडमा छौँ हामी है अहिले भिडमा छौँ यो टक्क यहाँनिर फाउन्टेन छ अगाडि सिप छ टक्क लगाएर यो माथि चढ्नु हामी झोक्काले माथि चढ्छौँ एकदमै रमाइलो भइरहेछ भाइब चाहिँ एकदम छुट्टै छ समुद्रको एकदमै नजिकबाट अब लोकल अस्ति राति देख्दा त अलिक मजाले देख्नु भने लाइटिङमा छुट्टै हुन्छ नि है छुट्टै हुन्छ ल लाइटिङमा चाहिँ एकदम बबाल स्काई टावरको माथि होइन लाइट हुन्छ सबैको सबै लाइट सिटमा पनि पुरै लाइट हुन्छ जुन चाहिँ धुलिरहेको छ नि त्यो जापानको फ्ल्यागहरू ए सबै त्यहाँ लाइटहरू हुन्छ जस्ट नाइट भ्यू छुट्टै हुन्छ नाइट भ्यू चाहिँ छुट्टै एकदम बबाल दामी एकदम क्रिस्टल क्लियरवाला नाइट त्यो चाहिँ कुन टावर होइन कि त्यो चाहिँ हाम्रो जापानको स्काई टावर त्यो चाहिँ हो ल ठिक छ ल साथी र धेरै कुरा देखाउनु पर्ने हुन्छ आज एकदमै है मजाले हेऱ्यो भने चाहिँ फेरि खतरा चिजहरू देखिन्छ अब यहाँबाट हामी खाना खानु पनि ठाउँ खोज्दैछौँ यहाँबाट चट्ट लगाएर मलाई यो सही लाग्यो अब जे हेऱ्यो त्यही राम्रो लाग्छ ठाउँहरू मलाई चाहिँ यो अहिलेसम्मको बवाल ठाउँ लाग्यो यस यता रिकमेन्ड गरेँ यता जाउँ भनेकोमा धेरै धन्यवाद लाग्यो ल त अब फेरि म फेरि अरू ठाउँ आउँछु एकै तपाईँलाई नभनिकन अनि तपाईँलाई फेरि म लान्छु ल किनकि म सुरुमा मेरो पैसाले घुम्छु त्यसपछि तपाईँलाई फेरि म तपाईँको पैसाले म तपाईँलाई म पनि घुम्छु तपाईँ सायद म पनि घुम्छु त्यसपछि ल ठिक छ ल साथीहरू है त दिला नगइकन हामीलाई हेर्दै गर्नु है त ल टक्क अब हाम्रो यो भिडमा छौँ हामी है अहिले भिडमा छौँ यो टक्क यहाँनिर फाउन्टेन छ अगाडि सिप छ टक्क लगाएर यो माथि चढ्नु हामी झोक्काले माथि चढ्छौँ एकदमै रमाइलो भइरहेछ भाइब चाहिँ एकदम छुट्टै छ समुद्रको एकदमै नजिकबाट अब लोकल अस्ति राति देख्दा त अलिक मजाले देख्नु भने लाइटिङमा छुट्टै हुन्छ नि है छुट्टै हुन्छ ल लाइटिङमा चाहिँ एकदम बबाल स्काई टावरको माथि होइन लाइट हुन्छ सबैको सबै लाइट सिटमा पनि पुरै लाइट हुन्छ जुन चाहिँ धुलिरहेको छ नि त्यो जापानको फ्ल्यागहरू ए सबै त्यहाँ लाइटहरू हुन्छ जस्ट नाइट भ्यू छुट्टै हुन्छ नाइट भ्यू चाहिँ छुट्टै एकदम बबाल दामी एकदम क्रिस्टल क्लियरवाला नाइट त्यो चाहिँ कुन टावर होइन कि त्यो चाहिँ हाम्रो जापानको स्काई टावर त्यो चाहिँ हो ल ठिक छ ल साथी र धेरै कुरा देखाउनु पर्ने हुन्छ आज एकदमै है मजाले हेऱ्यो भने चाहिँ फेरि खतरा चिजहरू देखिन्छ अब यहाँबाट हामी खाना खानु पनि ठाउँ खोज्दैछौँ यहाँबाट चट्ट लगाएर मलाई यो सही लाग्यो अब जे हेऱ्यो त्यही राम्रो लाग्छ ठाउँहरू मलाई चाहिँ यो अहिलेसम्मको बवाल ठाउँ लाग्यो यस यता रिकमेन्ड गरेँ यता जाउँ भनेकोमा धेरै धन्यवाद लाग्यो ल त अब फेरि म फेरि अरू ठाउँ आउँछु एकै तपाईँलाई नभनिकन अनि तपाईँलाई फेरि म लान्छु ल किनकि म सुरुमा मेरो पैसाले घुम्छु त्यसपछि तपाईँलाई फेरि म तपाईँको पैसाले म तपाईँलाई म पनि घुम्छु तपाईँ सायद म पनि घुम्छु त्यसपछि ल ठिक छ ल साथीहरू है त दिला नगइकन हामीलाई हेर्दै गर्नु है त ल साथीहरू अब भनेको चाइना मार्केटमा चलपल दिँदैछ सबै चिजहरू चाहिँ सबै चिज है सबै डिक्टु जापानभन्दा छुट्टै नै छ क्या त्यही भएर चाइना टाउन भनेर रहेछ किनभने जस्ट लुक एट दिस यो हेऱ्यो होइन अगाडि हेऱ्यो भने सबै त्यो हुन्छ नि ठाउँहरू अरू देखिने चिजहरू सबै पुरै चाइनिज टाइपको भएको छ अनि हुन नि सबै मान्छेहरू पनि चाइनिजहरू पनि छ यहाँ भिडभाड
लडिक छ